तिम्रो नाम के हो? रितु। रितु के? रिता सार्की। तिम्रो नाम? अनामिका। केरु हो? रश्मि। हिजो हामी विद्यालय जाँदाखेरि पनि यही अवस्था थियो। मैले शिक्षा आर्जन गरेको विद्यालय बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर 6 धिममा रहेको श्री बडीमालिका माध्यमिक विद्यालय। बडीमालिका माध्यमिक विद्यालयमा अध्ययनरत यी बाबु नानीहरू अधिकांश गरिबका, दलितका, हलिया खलियाका छोराछोरीहरू हुन्। खुट्टामा जुत्ता छैन, शरीरमा राम्रो कपडा छैन, काफी कलम बोक्ने राम्रो ब्याग पनि छैन। यो अवस्थामा अहिले शिक्षा आर्जन गरिराखेका छन्। अवस्था फेरियो, व्यवस्था फेरियो, व्यवस्था बदल्नेहरूको अवस्था व्यवस्था पनि फेरियो होला, तर गरिब दुखी जनताको अवस्था उस्तै छ। रोड पुगे, बिजुली पुगे, ती विकासका पूर्वाधारहरू पुग्दै गर्दा पनि समुदायको गरिबी भने अहिलेसम्म फेरिएको छैन। अहिले पनि इन्डिया गएर भारी बोक्नुपर्ने अवस्था जिउको तिउँ छ।